हेलो साथीहरू नमस्ते। मेरो एउटा न्यू ब्लगमा तपाईहरु स्वागत छ। साथीहरू आज चाहिँ म यहाँ त चिन्नु भयो होला के चीज हो साथीहरू। अब म कहाँ गइरहेको छु हजुरहरूलाई थाहा होला, हजुरहरूलाई थाहा हुन सक्छ म कहाँ गइरहेको छु। आज पनि फेरि मेरो दिनचर्या सुरु भयो, जंगलको ड्युटी। साथीहरू आज म एक्लै छु, घाँस काट्न हिँडेको जंगलमा गएर म घाँस काट्छु अनि साथीहरू च्याउहरू खोजेर ल्याउने छु। यतातिर चाहिँ मिसी बिल्डिङ ढलाइ हुँदैछ, मुनतिर पनि के अरे ढुङ्गा जोडेछ साथीहरू। ल साथीहरू यता अब घर घर भएर चेपचापमा भएर जाँदैछु। यहाँ मुनतिर हेर्न सक्नुहुन्छ अझै चाहिँ ढलाइ चलिरहेको छ। यहाँ घरको छत ढलाइ गर्दैछन् साथीहरू। मान्छे थुप्रो छ, मासतिर पनि ढलाइ गरिरहेछ। पहिला त साथीहरू यता त जङ्गल थियो, अहिले त घर घर हेर्न यता नि बिल्डिङ उता नि बिल्डिङ यता नि बिल्डिङ, पुरा बिल्डिङ बगान भयो साथीहरू। अहिले चाहिँ घाँस काट्नलाई पनि एकदम गाह्रो छ है। अहिले चाहिँ यहाँ नागाल्यान्डमा गाई पाल्नु नि गाह्रो छ, घाँस काट्नु साह्रो छ साथीहरू। सबै घर फेन्सिङ, अरू केही उपाय छैन। के गर्नु अब, गाई पालेर पनि सधैँ छैन। अहिलेको टाइममा चाहिँ एकदम दुःख छ घाँस काट्नलाई पनि। के जानु पर्यो, उँधो जाँदा नि धेरै उकालो पर्छ। अहिले त सबै यहाँतिर त माटो किन्दै घर बनाउँदै बिल्डिङ सबै। के गर्नु, नागाल्यान्डको माटोहरू चाहिँ घर बनाएरै सकिसकेको छ। अब सक्यो भने के गर्नु साथीहरू, दुःख सुख गरिनु पर्छ। आफ्नो गुजारो त चलाउनै पर्यो हो। अब म चाहिँ जङ्गलतिर नि पुगिसकेँ। अब घरसर कटेर पार भयो। अब जङ्गलको सुरुवाती साथीहरू बन्छु घरी। अब तल गएर एकबार च्याउ उम्रे कि उम्रेन हेर्न छ साथीहरू। पहिला त च्याउ उम्रिने टाइम भएको थियो, अस्ति गएर हेरेको, च्याउ उम्रेको रहेन। आज पनि एकबार गएर हेरेर आउँछु। म चाहिँ यहाँ मुनतिर मच्छर फेरि ठट्टो छैन हो। जङ्गल घारीमा हेर न, जङ्गल पानी परिरहेछ सिम फेरि। यो कुइमा चाहिँ पानी चाहिँ परेको चाहिँ थुप्रो भयो है साथीहरू। 2 महिना जति भयो होला, मार्च अप्रिल मे, 2 महिना 2.5 महिना भइसक्यो। पानी चाहिँ ठुलो पर्दैन, फेर दिन चाहिँ एकबार नपरे हुँदैन। हिजो नि परिहाल्यो, आज नि पर्दैछ साथीहरू। घाँस काट्नु चाहिँ हो भने नि बहुत दुःख छ क्या साथीहरू। पानी परेपछि ठिक्कै घाँस काट्ने बेला पानी परिदिन्छ, अनि घाँस त काट्ने त कहाँ सकिन्छ। 3 भारी 2 भारी 3 भारी काट्नुपर्छ दिनको, एकै भारीले त पुग्दैन। कलिलो घाँस खायो मुत्यो हग्यो खत्तम, कलिलो घाँस त्यस्तो हुन्छ है। ओह्रालो यहाँ मुनतिर जानु पर्छ, ऊ तल बाँस्याङ मुनि भएर पारिपट्टि चाहिँ तल छ। च्याउ उम्रिने ढिम्की त यही साथीहरू। यहाँ एउटा उम्रेछ, 2टा उम्रेको रहेछ। त्यो पनि धमिलोले खाइदिएछ क्या, त्यो कत्रो ठुलो गरी कुहिएछ, धमिलोले खाइदिएको। यस्तो नि हुन्छ च्याउ उम्रेको नि हुँदैन। यो त च्याउ पनि कत्रो ठुल्ठुलो त्यो पनि धमिलोले खत्तम। 2टा उम्रेछ के साथीहरू, खत्तम। यस्तो पो चाहिँ माटो बनाएको छ धमिराले। पानी जोडले परे पो च्याउ पलाउँथ्यो। अब पानी पर्दैन, अनि अलिअलि पर्छ पानी पनि हो। ठुलो परे त उम्रिन्थ्यो होला, ठुलो पर्दैन। अनि कहाँबाट धमिलोले खाएछ 2टा उम्रेको पनि। आज च्याउ छैन, अब गएर घाँस कटिङ गर्नु परेछ। एक्लै भयो नि साथीहरू। ल म चाहिँ बन्सो काट्न थालेँ साथीहरू। च्याम्की स्याम यहाँ बन्सो धेरै देखेँ, अनि त्यहाँबाट काट्न थालेको साथीहरू। यहाँ मच्छरले पनि बहुत दिक्दार दिन्छ।
मच्छर आम्मा यस्तै मच्छर घुम्छ अनि कहाँबाट हुन्छ मच्छर टोकेर सधैँ छैन नि मारेर सधैँ छैन मच्छरलाई पुरा टोकेको गर्छ है घाँस काट्नु पनि एकदम शान्तिले दिँदैन हौ मच्छरले त एकदम टोकेको छ एकदम उडेछ हेर्नु न साथीहरू त मारेको मैले यो कालै हुन्छ नि मार्दै कम्ती भयो के गरौँ मच्छरले दुःख दिन्छ हौ एकछिन घाँस काट्नै सकिँदैन भारी हाल्नु पर्यो साथीहरू यहाँ नाम्लो ओछ्याउनु पर्यो नाम्लो ओछ्याएपछि आङ्गलम लिएर घ्याप हाल्नु पर्यो साथीहरू मेरो चाहिँ मच्छरले चाहिँ साह्रै दुःख दिन्छ कि साथीहरू यहाँ चाहिँ घाँस त यिनीहरू नै हो चल्दै रहेछ यो मन्दिर काटेर आएछ यो भारी हालेछु नाम्लोमा साथीहरू साथीहरू मेरो चाहिँ भारी हालिसक्यो अब नाम्लो बाँध्नु परेछ यहाँ नाम्लो टडक्क कसेन भने साथीहरू जङ्गल घारीमा पुरा एकदम घिसार्दै लानुपर्छ बिसाउँदै नाम्लो फेरि बाँध्दै लानुपर्छ त्यसैले मैले चाहिँ मजाले टाइटली बाँधेको छु यसरी बाँधेर लानुपर्छ साथीहरू होइन दुःख पाउँछ जङ्गलभित्रै मेरो चाहिँ भारी बाँधिसकेर अब बोक्नु थालेको साथीहरू नाम्लोभित्र टाउका हालेर बोकेर लानु पर्नेछ साथीहरू जङ्गलभित्र उत्तिस घारीमा आएको छु म चाहिँ साथीहरू चिप्लो बाटो घारी त्यस्तै पानी पिरपिर परेको उपाय छैन लगेर जानुपर्छ साथीहरू मेरो भिडियो लास्टसम्म हेरिदिनु होला मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला त एकदम डेन्जर छ यस्तो जङ्गल घारीहरू कसरी जाने त्यो थाहा छैन चिप्ले गर्छन् पानी फेर पर्यो चिया पनि भेटेन घाँसको भारी चाहिँ लगेर जाँदैछु के अरे उत्तिसको घारीबाट बन्चुको भारी बोकेर अब जाँदैछु साथीहरू गरम भयो एकदम साथीहरू मेरो चाहिँ भारी लिएको बहुत दुःख ल्याए गरम पसिनै पसिना